हे गाइज वेलकम बैक टु माई च्यानल इट्स मी श्रीनिका अनि म चाहिँ मामा घरमा छु अनि मैले मामा घर आएको भ्लग देखाउँछु भनेको थिएँ गाडीमा काठमाडौँ टु इटरी ट्राभल गरेको तर मलाई भमिटिङ भएर मैले देखाउन सकिनँ। अब म इटरीबाट काठमाडौँ जाँदा चाहिँ देखाउँला। अनि त्यसपछि आज चाहिँ हामी कहाँ जाँदैछौँ भेरेटार हो। आज हामी भेरेटार जाँदैछौँ अनि यहाँ धेरै भाइ बहिनीहरू छ। उता एउटा चाहिँ उता बिरालोसँग खेलिरहेछ गाइज, बिरालोसँग खेलिरहेछ। अनि त्यसपछि म चाहिँ रेडी भइसकेँ, अरूहरू रेडी हुन बाँकी छ। यो म चाहिँ माथि टप लाग्छु व्हाइट कलरको, तल प्यान्ट लाग्छु, मुनि केही लाउँछु हेरौँला। अनि यही हो, सबजना रेडी हुँदैछ अनि म चाहिँ रेडी भइसकेँ गाइज एज युजल। अनि हेर्न यहाँ गाइज, ओए ओए टोक्छ अनि थाहा पाउँछस्। अनि यो चाहिँ एकदमै उत्यो हो क्या, ब्रेभ हो होइन। यो चाहिँ किरा फट्याङ्ग्रा भ्यागुता सबैलाई समातेर हिँड्छ गाइज। म चाहिँ डर लाग्छ, मलाई चाहिँ त्यस्तो म गर्न सक्दिनँ जाए पनि। अनि त्यसपछि यो चाहिँ हाम्रो बिरा मार्यो, यो चाहिँ भाग्यो गाइज, भाग्यो। यिनीहरू त यस्तै गर्छ भनेको। ओ तिमीहरू रेडी हुनु पर्दैन। ए यो चाहिँ रेडी भइसक्यो त अनि यो चाहिँ थाहा भएन मलाई। गाइज हामी रेडी भइसक्यौँ तिनैजना, मम्मीहरू आउनुहुन्छ अब धेरैजना मान्छेहरू। गाइज फाइनली चाहिँ अब हामी निक्लिन आँट्यौँ होइन। अघिदेखि रेडी भएर बसेको, अघिदेखि 1 घन्टा भइसक्यो रेडी गरेर बसेको। खाना रेडी भएर बसेको है, ल बल्ल 1 घन्टापछि त्यहाँ पुगिसकेँ। आधी मान्छे गर्दै त्यहाँ गइरहेछ। अनि यहाँ पछाडि निक्लिया छैन। अब हामी चाहिँ हिँडिरहेछौँ, हामी 4 जना चाहिँ। यो चाहिँ खाएको खाइन्छ, त्यो भएर यस्तो मोटो छ। हेलो अब गाइज हामी के अटोमा जाने कि केमा जाने रे साथीहरू? भेन जस्तोमा जाने रे गाइज। म छाड्छु स्योरै हो, त्यो कुरामा चाहिँ नो डाउट। के हो म्याजिक भने फर्स्ट टाइम सुनिरहेको छु गाइज। तपाईँहरू काठमाडौँबाट हिँड्ने मान्छेलाई त झन् थाहा नै हुँदैन। अटो चाहिँ थाहा होला, सिटी चाहिँ थाहा हुँदैन होला। सिटी थाहा हुन्छ होला कोही कोहीलाई। अनि म्याजिक भन्ने गाडी रे गाइज, के हो त्यो, त्यसमा जाने रे हामी। अनि अटो के सिटीमा भन्दै थियो त अघि त। ल गाइज अब ल गाइज हामी अब गाडीमा बसेपछि भेटौँला, बाई बाई गाइज। अब हामी चाहिँ रोड क्रस गरेर छौँ, छिटो हिँड्नु तिमीहरू अहिले। यो गाडी रे गाइज म्याजिक भने यही गाडी हो, म्याजिक रे गाइज। वाह नाइस म्याजिक। भेरेटार आइसकेका छौँ अनि यी भेरेटार चाहिँ यस्तै हो। अनि हामी चाहिँ अलिकति माथि जाने, यहाँ चाहिँ फोटो खिच्न मात्रै रोकेको हो। सो गाइज हामी चाहिँ धनकुटा नमस्ते झरनामा आइसक्यौँ। अनि त्यसपछि गर्मी लाइक के कपाल बिग्रेर हावाले उडाइ गरेर कपाल खोल्यौँ, हामी पनि खोली। अनि यसले चाहिँ फेरि तेल लाएर च्यापक्क पानी खोलिन। यसले चाहिँ फोटो फेरि जाडो चाहिँ बन्द हुँदैन है, फोटो खिच्न चाहिँ बन्द हुँदैन। फोटो खिच्न चाहिँ हेर्नु त गाइज, यो के हो पहाड हेर्नु, पहाड चाहिँ नमस्ते झरनामा जाँदैछौँ गाइज। हेलो हेलो धनकुटाको नमस्ते झरना फेरि हामी चाहिँ हिँडेछौँ। अनि त्यसपछि हामी चाहिँ यही हेर्न आएको रहेछौँ। अनि त्यसपछि के अरे हामी चाहिँ 11 बजे गाडी चढेको अनि यहाँ पुग्यौँ 12:46मा 12:46मा पुग्यौँ यहाँ। गाइज हामी फाइनली यत्रो हिँडेर बल्ल बल्ल आयौँ होइन। यो ठाउँ बल्ल बल्ल आयौँ, त्यही माथि यत्रो हिँड्नुपर्छ। यस्तो बाटो कसरी हिँड्नु लौ चा मम्मी, लौ ओइ अल्झेर त लड्छु त। यस्तो भएर कसरी हिँड्नु गाइज? यहाँबाट भटटर गुल्ट्यो भने के हुन्छ होला गाइज? सिरियसली यस्तो छ यहाँ। मलाई चाहिँ डर लाग्यो। म चाहिँ लाइक भर्याङै भन्ठानिरहेको थिएँ, यो यस्तो रहेछ बुवा। यस्तो कसरी हिँड्नु लौचा छिटो हिँड्नु पर्यो, त्यही माथि छिटो गाइज। बल्ल यहाँ आइपुग्यो, फेरि यत्रो हिँड्नु छ गाइज। ओइ
ओइ ब्रिज रहेछ गाइज यो ब्रिज नेचर आई लभ इट के भो ओइ गाइज यहाँ त अलिक भाँच्या जस्तो रहेछ हाम्रो ग्रुप गाइज यहाँ सुन्नु न झर्नाको स्वर आवाज वाह यहाँ त आएन रुख्नु है यति छ क्या यहाँ यसो गर्मीमा हेर्दा घरबाट कति राम्री भएर निक्लेका थियौँ चिसो छ यहाँ म त झन्डै मरेको त्यहाँ गएर अहिले यहाँ सो गाइज हामी चाहिँ झर्नाबाट फर्क्यौँ अनि त्यसपछि च्याक खाने ठाउँमा गयौँ च्याक खायौँ अनि अहिले चाहिँ हामी पाथिभारा आएका छौँ फेरि एउटा तपाईँहरूले चाहिँ ठुलो पाथिभारा भन्नुभयो होला होइन पाथिभारा धेरै ठाउँमा छ गाइज धेरै ठाउँमा हामी चाहिँ यो पाथिभारा आएका छौँ खोइ 100वटा थरी लाली गुराँस देखाउने भनेको थियो अब हामीलाई के थाहा छ यहाँ चाहिँ हल्का ढोगुम नमस्ते लेट्स गो श्री पाथिभारा भगवती देवी मन्दिर त गाइज हामी धेरै हिँड्यौँ धेरै त्यो झर्नावाला ठाउँमा चाहिँ झन् एकदमै त्यसमा चाहिँ एकदमै मन्दिर जस्तो ठाउँमा आएर हेर भाइ तिमी के गरेर मन्दिर जस्तो त्यही पनि बच्चै हो मन्दिर पुगिन्जेलसम्म त सक्को होला नि त सकिहाल्यो नि कति उकालो हो यो मन्दिर यो चाहिँ के हो ठाउँ ठाउँमा डस्टबिन छ तर के गर्नु मान्छेले डस्टबिनमा चाहिँ फ्याल्दैन फोहोर त भुइँमा फ्याल्छ के भन्नु यो भ्लग लामो हुन्छ मैले थाहा पाएँ गाइज यो भ्लग लामो भए पनि हेर्नु होला फुल भिडियो के हुन्छ ल मुला ओइ अल्छे त म त तेरो भ्लग गाइज म चाहिँ मन्दिर आएँ होइन तपाईँहरूलाई चाहिँ यो नजिक लाएर होला मैले चाहिँ बाटो कट गरेर हालेको छु टाढै छ हामी धेरै तरेर आएछौँ पाथिभारा मन्दिर भनिसक्यो अघि नै हेर्न यसले घन्टी बजाएर हामी नि घन्टी बजाउँ होइन कसरी भेट्नु ला बजेन तिमी डन यता आइज न यता ठुक्कै नहर्छ मैं तो देखे शीशा से मैं तो देखे धेरैवटा घन्टीहरू धेरैवटा जय पाथिभारामा त कि जय पाथिभारामा त कि जय मलाई धेरै पढ्न आओस् गाइस मेरो ड्रिम सक्सेस होस् फर्स्ट डन गाइस डन
यहाँ पनि हामीले चाहिँ दर्शन गरिसक्यौँ अनि मैले चाहिँ माला पनि लगाइसकेँ। यहाँ भ्यू हेर्नु न, ओ माई गॉड। म चाहिँ आज भ्यू मात्रै देखाउनु भयो, के भन्नु त। हामीले यहाँ पनि दर्शन गरिसक्यौँ अनि यत्रो भर्याङ हिँड्नु छ। आज हामी भर्याङै हिँडेर वहाँसम्म जाने, फेरि सुज लाएर तल जानुपर्छ गाडीसम्म। यति धेरै गाइस, यति धेरै हिँडेका छौँ नि। आज हामी त्यो झर्नामै हिँड्यो होला, त्यहीँ 10 मिनट हिँड्यो होला। यहाँ त अब मन्दिर हो त्यस्तो त कहाँ भन्नु हुन्छ र, त्यही पनि भन्दै होइन। थाकिसकेँ यार। यो चाहिँ ऐसेलु हो अरे क्या, फर्स्ट टाइम देखेको मैले। अनि खाएको गुलियो गुलियो हुँदो रहेछ, कति धेरै हेर्नु न यहाँ। वाउ, अमिलो हुँदो रहेछ, मिठो पनि हुँदो रहेछ। गाइस अहिले चाहिँ अब चाहिँ हामीले पेट पूजा गरिसक्यौँ हो कि भन त। अगाइस अगाइस बोल्दिन त, अगाइस भन्छु, के गर्नु यार। पेट पूजा गर्न त गऱ्यौँ गाइस, तर अब सिधै घर जाने होला आई थिङ्क। सिधै घर जाने होला। अब घुम्ने त काहीँ छैन, सबै घुमिसक्यौँ। लाली गुराँस पनि हेरिसक्यौँ। ल हुन्छ। हाम्रो बिदा थप्दै छ अरे 15 गतेसम्म। हाम्रो चाहिँ होइन होला आई थिङ्क। मान्छेहरूलाई बिदा चाहियो, उसलाई प्रोटेस्ट गर्नु पर्यो स्कुल खोल्नको लागि। हाम्रो के अझ गाइस यिनीहरूको त वैशाखको 11 गतेसम्म बिदा, हाम्रो चाहिँ 6 गतेसम्म। ब्याड लक हाम्रो। हाम्रो 10 दिनसम्म हो, अझै 10 दिन बाँकी भनेको। 10 गते अरे गाइस, 10 गते। ल ल गाइस, मेरो दिदीको च्यानल लाइक शेयर सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू गाइस। यति नै रह्यो हाम्रो भ्लग। अनि अब घर गए सिधै घर गएर लुगासुगा फेर्ने त हो। यति नै रह्यो हाम्रो भ्लग। बाई बाई गाइस, थ्याङ्क यू फर वाचिङ।